मेरो छोरा अहिले ब्याचलर पढेर अहिले सुत्केरी जस्तो बसिरहेछ उसले पनि एउटा के अरे पार्ट टाइम जब पायो भने त गर्छ नि तर भन्न गयो भने के हुन्छ भन्दाखेरि मेरो मान्छे छन् भन्छन् के त्यही भएर हामी जस्तो पाउन् छोराहरू सबैको छोराले पाउन् बेरोजगारी नहुन् नराम्रो काम नहोस् एकदम राम्रो होस् होइन म चाहिँ त्यही चाहन्छु है एकदम बालिन सरकार एकदम गुड बालिन इज गुड अब मान्छे अन्धा छैनन् होइन अब पुराना गए अब नयाँ जेनेरेसनको आउनु परेन मान्छेले केही कुराहरू चेन्ज हुनु परेन सधैँ एउटै मात्रै रहने म मात्रै रहने मेरा छोरा नातिले केही नगर्नु त्यही भएर जे गर्नुभयो बालिन शाहले गुड गर्नु उहाँको साथसाथै अहिले मेयर साहबले पनि यसो गर्दै हुनुहुन्छ उहाँको देखासेखी गरेर सुन्ताजीले उहाँलाई पनि एकदम गुड छ होइन सधैँभरि उहाँको हावा लागोस् राम्रो होस् देश परिवर्तन होस् राम्रो होस् बेरोजगारी हुन्छन् बच्चाहरू रोजगार पाउन् होइन अब ब्याचलर पढेका मास्टर पढेका मान्छे छैन अब कुनै सत्तामा जानुभयो भने तपाईँको सबै आफ्नो मान्छे बाहेक अरूको मान्छे छैन हो अब हाम्रा मेरो छोरा अहिले ब्याचलर पढेर अहिले सुत्केरी जस्तो बसिरहेछ उसले पनि एउटा के अरे पार्ट टाइम जब पायो भने त गर्छ नि तर भन्न गयो भने के हुन्छ भन्दाखेरि मेरो मान्छे छन् भन्छन् के त्यही भएर हामी जस्तो पाउन् छोराहरू सबैको छोराले पाउन् बेरोजगारी नहुन् नराम्रो काम नहोस् एकदम राम्रो होस् होइन म चाहिँ त्यही चाहन्छु है एकदम बालिन सरकार एकदम गुड बालिन इज गुड दिदी के भन्नुहुन्छ मन त्यही हो दिदीकै सपोर्ट हो ठिक छ एकदम यो अहिले चलिरहेका डोजर चलाइरहेको दृश्यहरू ठिक छन् एकदम राम्रो लागिरहेको छ ठिक छ सरकार सही ट्र्याकमा छ एकदम म दिदीसँगै हो कि सपोर्ट त्यही हो मलाई नि एकदम खुसी लागिरहेछ राम्रो लागिरहेछ दिन दुखीहरूलाई त उठी बास लगायो भन्छ नि त्यो हामीले देखाएको छैनौँ अहिलेको उसमा हामीले त्यो देखाएको छैनौँ त्यही हो बालिन शाह ठिक छ एकदम गुड डोजर पुगिसकेर भिडियो हेर्नुभयो आफ्नो प्रतिक्रिया कमेन्ट गर्नु त